हेलो साथीहरु, आज चाहिँ म यहाँ एकदमै अमूल्य तरकारी जरुङको साग पकाउन जान थालेको छु। यो चाहिँ यहाँ काठमाडौँ एरियातिर पाउँदैन। यो धेरै जस्तो चाहिँ एउटा पहाडी एकदमै चिसो ठाउँमा मात्रै पाइँदो रहेछ। मलाई पनि यो हिजो मेरो दिदीले पठाइदिनु भएको थियो। त्यसैले आज चाहिँ यो जरुङको साग पकाउँ है त, कस्तो हुँदो रहेछ पहिलोचोटि खानलाई अनुभव गर्दैछु। हेरौँ। टक्क लाएर टमाटरमा जरुङको साग हालेर चार भुटेर खाने। मैले ट्राई गर्छु। अझै बाँकी छ, मैले पकाउनु गर्छु। त्यसपछि तपाईँले पकाउनु राम्रो देखाउँछ कस्तो रहेछ यो साग। लाई त साथीहरु मैले केलाई भइसकेँ। यसलाई पकाउनुपर्छ राम्रोसँग। खासै फोहोरहरू छैन, त्यही हो एक दुई मिनट हामीले गर्नुपर्छ। एकदमै नरमको मोडो एकदमै राम्रो सफा छ। कसैलाई यो जरुङ कसैको घरमा आएछ भने कसैले ल्याइदिएको छ भने चाहिँ यसरी पकाउन सिकौँ है साथीहरु। मैले पनि पहिलोचोटि पकाउन थालेँ यस्तै युट्युबबाट हेरेर र कसैले जानेको छैन भने यसरी नै मेरो युट्युब च्यानल हेरेर हैन सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, शेयर गर्नुहोस् अनि मेरो युट्युबमा आएर चाहिँ जरुङ पकाउनु अनि हेर्नुलाई कसरी पकाउनुपर्छ भनेर कम्ती पनि हामीले फेरि किनेर चाहिँ हेर्नुपर्छ। म यहाँ कराई बसाल्न जाँदैछु। अब पकाएर हेरौँ। अलाउट तेल कति आवश्यकता पर्छ तेललाई हो सागको लागि। मेरो चाहिँ साग धेरै छ त्यही भएर अलिकति टिक्का हालेर बनाउन लागिरहेको छु। त्यस्तो मैले सबै सामान रेडी बनाइसकेको छु हैन। अब यहाँ मेरो तेल पनि ताक्न लागिसक्यो। सुरुमा चाहिँ हामीले यहाँ जिरा अलिकति जिरा पकाउने अनि यो हरियो खुर्सानी ए सुकेको खुर्सानी मेरो मम्मीले चाहिँ पहिला भन्नुहुन्थ्यो कि हैन जुनै पनि साग पकाउँदाखेरि चाहिँ सुकेको खुर्सानी पकायो भने चाहिँ एकदमै मिठो स्वाद आउँछ भन्नुभएको थियो। त्यही भएर मैले चाहिँ जहिले सागहरू केही पकाउनु पर्यो भने चाहिँ यो सुकेको खुर्सानी अनिवार्य छ मेरो चाहिँ। अनि अलिकति अदुवा हामी चाहिँ लसुन खाँदैनौँ त्यही भएर चाहिँ मेरो किचनमा चाहिँ जहिले पनि अदुवा मात्रै हुन्छ। मेरो तेलहरू खइसकेको छ। मेरो जरुङको साग पनि रेडी छ, मैले पकाएर राखेको छु। अब यसले हालिदिनु। हल्का चलाउने यसलाई 5 मिनट लागि यसमा चाहिँ मेरो माथि करेसा फलेको छ त पाकेको कति छ। यसलाई लोकल टमाटर भन्छ है साथीहरु। लोकल टमाटर यस्तो सानो सानो टमाटर नि छ्या भन्नु होला। यो चाहिँ लोकल टमाटर हो। ओहो यतातिर त यहाँ रातै भएर रहेछ अझै पाक्दै रहेछ। हेर्नु त यस्तो मुनि मुनि पनि पाकिरहेको रहेछ। ल यहाँ हेर्नु त यति राम्रो फलेको टिप्न नि माया लाग्ने। यहाँ फर्सी पनि भइरहेछ। एक मुन्टा एकचोटि एक छाक मुन्टा पनि खाइसकेका छौँ। सिमी पनि फलिरहेछ मेरो। यहाँ डल्ले खुर्सानी यो चाहिँ धादिङको बिउ भन्नुभएको थियो मम्मीले। रोप्दा चाहिँ यत्रो यत्रो भएको छ। यति चाहिँ पाएँ मैले जोस सागलाई हाल्नलाई पुगेको छ। यसरी आफ्नै करेसा बारीमा फलेको तरकारी सब्जीहरू टमाटरहरू टिप्न पाउँदा त एकदमै खुसी लाग्दो रहेछ हैन। यहाँ सागहरू रेडी भइरहेछ। यति ठुल्ठुलो भइसकेको छ। कति छाक खाइसकेँ मैले यसको। त्यही पनि मजाले फलेको छ हैन। एकदमै मकमक बास्ना आउने साग। टमाटर नि आइपुगेको छ। अब यसलाई धोइ पखाल गरेर यहाँ सब्जीमा हाल्नु पर्यो। ल मेरो चाहिँ यतिकै हो भइसकेको रहेछ साथीहरु। कसैलाई जरुङको साग पकाउन आएन भने मेरो युट्युब च्यानल हेरेर पकाउने होला। मैले नि जानी नजानी पकाउँदैछु। म यसमा हल्का नुन राख्दैछु। पछि साग सुकेर जान्छ नि त। अलिक थोरै हाल्नुपर्छ। तपाईहरुले चाहिँ बेसार हाल्नुहुन्छ कि न है। म चाहिँ हल्का बेसार हाल्छु जहिले नि। कसैको आँखा लाग्दैन अरे क्या। त्यही भएर जुनै पनि सब्जी पकाउँदाखेरि चाहिँ बेसार राख्नुपर्छ। हल्का जिराको धुलो यसरी मिक्स गरिदिने। अनि अब नुनले छिटै गलाउँछ। छोपिदिने। अब टमाटर हाल्ने बेला भयो साथीहरु। हेर्नु त कस्तो मजाले पाकेको। यसरी छोपेर चाहिँ 1 मिनेट जति चाहिँ राखिदिनु पर्छ। त्यसपछि अब टमाटर सट्ट लाएर दुईटा जति टमाटर मसिनो सानो छ भने 4-5 वटा, अलि ठुलो छ भने चाहिँ एउटै काटेर हाल्दा नि हुन्छ है। ल अब एकछिनमा यसको यो नुन मसला खुर्सानी सबै टक्क लागेपछि
मेरो झर्ङ्गो पाक्यो। यसरी पकाउनु है त। आज काठमाडौँको मौसम कस्तो छ हेर्नु है त साथीहरू। यति छ बिहानको 9:30 बज्न लागिसक्यो। घाम भने छैन। हिजो रातभरि पानी पर्यो। अहिले पुरै शीतल छ। आजको मौसम यस्तो छ हैन। देखिहाल्नुभयो। अब मेरो भिडियो हेरेर जति पनि आमा बुवा दिदी बहिनीहरू भाइहरू दाइहरू जो पनि हुनुहुन्छ नि मेरो भिडियो यदि मन परेको छ भने हजुरहरूलाई राम्रो लाग्छ भने लाइक सब्सक्राइब अनि सेयर सबै गरिदिनु होला। कमेन्ट पनि गरिदिनु राम्रो नराम्रो हैन। भर्खर बनाउन सुरुवात गर्दैछु। अब के कस्तो कमजोरी हुन्छन् हैन म सुधार्ने कोसिस गर्छु। अझै पनि प्रयास गर्नेवाला नै छु है। र आजको हालत त्यस्तै छ। अब मेरो सब्जी पनि पाकिसकेको छ। अब एकचोटि खाएर टेस्ट गर्छु हैन। यसरी नै बनाउनुपर्छ। तपाईँहरूलाई के कस्तो लाग्छ आजको भिडियो यतिसम्म है त। बाई बाई।